स्वागत छ हजुरहरु सबैजनालाई गणेश मिलन अफिसियल युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण साथीहरुलाई है स्वागत छ अनि विश्वास छ कि हजुरहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्न। आज चाहिँ हाम्रोतिर पानी परेको थियो हैन, त्यही भएर चाहिँ यसो सानो भिडियो बनाएर हिँडिरहेको अवस्था भन्नुपर्छ। अहिले चाहिँ म घरदेखि बजार जाँदै छु हैन, त्यही भएर सानो भिडियो बनाउने प्रयास गर्दै हेर्न सक्नुहुन्छ हजुरहरु यतातिर पनि। आज चाहिँ उसरी पानी चाहिँ राम्रै परेको हो है, लैन सक्नुहुन्छ साथीहरु। यहाँबाट चाहिँ यो केही मान्छेहरु सामान लिएर जाँदैछन्, यता चाहिँ यस्तै छ भन्नुपर्छ हैन। ल है साथीहरु, यस्तो तरिकाले हिँड्दैछु म चाहिँ। यो चाहिँ मेरो घरदेखि बजार जाने बाटो हैन, साइडतिर हल्का जंगल छ भन्नुपर्छ। यस्तै छ साथीहरु, अब के गर्ने हैन। आज चाहिँ बजार जाँदैछु भन्नुपर्छ, त्यही भएको हुनाले यहाँनिर जंगल चाहिँ हेर्न सक्नुहुनेछ, एकदम बब्बाल छ है। यो जंगलमा चाहिँ यो नजिकै स्कुल छ। यहाँका स्कुल पढ्ने केटाहरू चाहिँ यो जंगलमा चाहिँ खै के गर्छन्, स्कुल जानु छोडेर यसै जंगलमा के गर्छ है। यता चाहिँ जंगल छ, यो स्कुलमा चाहिँ स्कुल जान्छु भनेर घरदेखि आउँछन् हैन केटाहरू। अनि यो जंगलमा के गर्ने, गाँजा भाङ धतुरो खाने, स्कुल नजाने, त्यस्तो गर्छ यो जंगलमा। जानकारी गराएँ हजुरहरूलाई साथीहरू। यो तरिकाबाट को बाटो छ। ल साथीहरू, यहाँतिर चाहिँ मकैहरू फल्दैछ हैन, बैशाखी मकै। ल साथीहरू, यो चाहिँ लोकल भाङ हो के। यो चाहिँ कसैलाई चाह्यो भने आएर खान सक्नुहुनेछ। यो चाहिँ लोकल भाङ। ल साथी हेर्न सक्नुहुन्छ, यहाँनिर चाहिँ आम आएको छ हैन। यो तरिकाले अहिले चाहिँ म पुग्दैछु। अब केही 5 मिनटपछि 5-7 मिनटपछि बजार पुग्छु है त साथीहरू। ल साथीहरू, यहाँनिर चाहिँ राइस मिल छ साथीहरू, हजुर हेर्न सक्नुहुन्छ। अहिले चाहिँ जाँदै गर्दा ल साथीहरू, अहिले चाहिँ म लगभग पुगेँ भन्नुपर्छ है बजारतिर। लगभग 2 मिनटपछि पुग्दैछु अब चाहिँ। त्यस्तै साथीहरू, के गर्ने। ल साथीहरू, बजारमा इन्ट्री भइयो है त। बडैपुर बजार हेर्न सक्नुहुनेछ हजुरहरूले साथीहरू। ल साथीहरू, बजारको चहल पहल चाहिँ मान्छेहरू आवाज भइरहेको छ बजारतिर चाहिँ हैन। ल हेर्न सक्नुहुनेछ हजुरहरू, बडैपुर बजार अहिले चाहिँ मेन हाइवेमा पुगेँ म चाहिँ। यहाँबाट काठमाडौँ जाने रोड हो यो चाहिँ हैन। ल हेर्न सक्नुहुन्छ हजुरहरू सबैजना। ल हेर्नु साथीहरू, यहाँनिर चाहिँ डान्स क्लास छ हैन। यस्तै छ, दिउँस भएको कारणले गर्दा खासै मान्छेहरू छैन अहिले। दिउँस पनि गर्मी पनि धेरै भएको कारणले खासै मान्छेहरू छैन अहिले है त साथीहरू। हेर्न सक्नुहुनेछ बडैपुरमा रहेको सौगात क्लिनिकको पछाडिपट्टिको भाग हैन। अनि हेर्न सक्नुहुनेछ है सौगात क्लिनिक, यो चाहिँ हस्पिटल हो, यो चाहिँ गार्डन हो यसैको, सौगात क्लिनिकको पछाडिपट्टिको हैन। हजुरहरू यता आएर सेवा पनि लिन सक्नुहुनेछ। भित्रपट्टिको भाग यहाँ चाहिँ मान्छेहरूलाई बोरिङ भएको बेला हेर्नको लागि डिबी पनि जडान गरिएको छ हैन। ल हेर्नु साथी, यो चाहिँ बाहिरपट्टिको भाग हैन, बडैपुर बजार। हजुरहरू हेरेर आनन्द लिन सक्नुहुनेछ। यो हाम्रो कैलाली तिरको बडैपुर बजारको बजार हो यो चाहिँ, हजुरहरू हेर्न सक्नुहुनेछ। खासै ठुलो बजार त हैन, सानोतिनो बजार हो हैन। यहाँ चाहिँ फेरि सौगात क्लिनिक, यहाँनिर विशाल नास्ता पसल छ हैन। सौगात क्लिनिक हो यो चाहिँ बाहिरपट्टिबाट हैन। हजुरहरू सबैजना हेर्न सक्नुहुनेछ। यो काठमाडौँ जाने मेन रोड हो कि यो चाहिँ, यहाँबाट काठमाडौँ जाने रोड हो यो। हजुरहरू हेर्न सक्नुहुनेछ साथीहरू सबैजना है त।